जङ्गे दादा भ्लगमा सबजनालाई वेलकम छ। आज चाहिँ हाम्रो सुटिङ छ, शनिबार हो आज। हामी सुटिङ गर्न हिँडेको गजल भाइ, अभिषेक भाइ, म हामी जाँदैछौँ टक्क लाएर। अरूको चाहिँ सुटिङ हुँदैछ, हाम्रो चाहिँ एक बजे थियो अनि त्यही भएर हिँडेको। मेरो टोपी कस्तो छ? मेरो टोपी लाएर हेर्नु न शान्ति राख्छ झन् कपडा सपडा बोकेर गर्मीले मापाई भन्दैछ। टक्क लगाएर जाँदैछौँ हामी उनीहरूको घरमा है हाम्रो बस्ने ठाउँ चाहिँ। अहिले म अरू बुनुहरू पनि छ, बुनुहरू भाइहरू बिबियान कटेज गाइज हाम्रो। यतै हो हाम्रो सुटिङ। हामी चाहिँ टक्क लगाएर आइसकेको छौँ, हेर्न सक्नुहुन्छ गाइज। अब हाम्रो एकछिन सुताइ हुन्छ। आज चाहिँ मेरो यो ड्रेसमा सुटिङ हुन्छ। यसको त्यो भेस्टमा र कटमा हुन्छ, यसको स्कुल ड्रेसमा छ, यसको ड्रेस लगाउँछ। अब अहिले सुन्दाएर आएपछि हेर्न सक्नुहुन्छ गाइज हाम्रो गाउँ। यतातिर हुन्छ हाम्रो सुटिङ, यो डाँडातिर, यो डाँडातिर हुन्छ। अनि हाम्रो प्रायः जस्तो सुटिङ भनेको यतै हो। यो डाँडा त काम छैन, यता मासतिर पनि हुन्छ। अहिले म भन्छु गाइजहरू तपाईँहरूलाई, भाइको स्कुल पेन्टमा चाहिँ भाइलाई पर्खाइ थियो हामी। अब हेर्नु छपरी भनेर खुस्केलाई भाइ खुस्केलाई जान्छौँ हामी। कहाँ भेटिन्छ हाम्रो हिरो भनेर। हामी चाहिँ जाँदैछौँ जब हाम्रो सुटिङ गर्ने ठाउँमा। सट्ट लगाएर हामी जाँदैछौँ, हेर्नु सक्छ गाइज यो बाटो हाम्रो ठाउँ। भाइ कपडा दान जाँदैछौँ गाइज। मनको साथी होइन होइन हो हाम्रो चाहिँ सुट आज। हाम्रो चाहिँ मनको साथी हुन्छ, बुनु र भाइहरूको लागि हुन्छ, कडा जासिन बुनु र भाइहरूको हुन्छ। अनि हाम्रो तपाईँहरूलाई मरिक भएर आउँछु। यति हो र हाल्नु न कता भएको छ, फेरि जाने हो। हेर्दै हुन्छ होला त्यो हेर्न सक्नुहुन्छ। अब हल्ला गर्नु भएन, साइलेन्ट जाने हो। सुटिङ भइरहेको छ गाइज। अब यो मेरो होइन, फेरि यो युट्युब च्यानल जङ्गे दादाको हो। कसले मन पराउँछ सपोर्ट र सेयर गरिदिनु पऱ्यो। अन्त भाइ त के भन्छ बोलिन।
साइज हेर्न सक्नुहुन्छ हाम्रो टिम भइरहेछ सुट भइरहेछ हाम्रो चाहिँ गाइज हेर्न सक्नुहुन्छ हामी त्यहाँ डक्क लगाएर बसिरहेको छौँ हल्ला गर्नु हुँदैन होइन महापाई तपाई कुरो हामी चाहिँ बस टक्क लगाएर बसिरहेको छौँ गाइज हल्ला गर्नु हुँदैन खालि खाइन्छ त्यही भएर चुपचाप खाइन्छ हामी गु भयो जस्तै बस्नु पर्छ चिङचोङ खान टक्क लगाएर बसिरहेको छ गाइज अब एकछिन हाम्रो रोल हुन्छ ल हेर्नुहोस् त ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने न गाली दिन मन लाग्छ न कराउनु मन लाग्छ बिचरा हेर्नुहोस् न उमेर बचपनको दिल बचपनको ल हेर्नुहोस् न बिचरा के गर्ने त्यस्तै छि मनको सा हेर्नु गाइजहरू नाकमा पनि ला किन लाग्यो होला यो जङ्गली बोट किन लाग्यो अन्त खै पत्ता हाल्दा के बनाएको गोजीमा घाँचा भरेर टिप्दै लगाइरहेको छ गाइज के भन्नु ठाउँ चाहिँ यस्तै छ हाम्रो मायाको कम्बल ओढाइदेऊ न भनिदेऊ न डिप्रेसन यता गरेको ढाडमा पनि आर्यले मिल्छ नगरेको थाहा अबे साले पागल सक्नुहुन्छ अब टक्क एकछिन रेस्ट टाइम छ हेर्नु न हाम्रो बाउला अझै बुनुहरू छ हेर्न सक्नुहुन्छ हेर्नु गाइज काम पाउँदैन तर जाउँ उतै गरेर बस्नु शीतल लगाएर अन्त हिरोइनहरू डोला डन पागलहरूलाई कसले के भन्छ र के भयो तिमीहरूको के भयो के भयो के छ मेरो बुनु बुनुहरू हेर्नु सक्नुहुन्छ के भयो कौशिका रुन आँट्यो त रातो बिरो भइसक्यो त बाउला लागेर अब रेस्ट टाइम अलिक कुदाउँछु बुनु कस्तो भयो सिन राम्रो भयो राति मलाई जस्तो भएर अनुहार पनि ए मलाई नाङ्गे भेट्नु नाङ्गे भए अनि बोलिदियो ल गाइज हाम्रो चाहिँ सुटिङ सकिसकेको छ अब चाहिँ हामी घर जाँदैछौँ ल गाइज अब चाहिँ हाम्रो सुटिङ छ के भन्छ दिदीलाई सुटिङ कस्तो भयो घर जाँदैछौँ कस्तो भयो सुटिङ अन्त हामी कहाँ जाँदैछौँ रे माकुरी महापाई भन्छ नभन यसले चाहिँ खतरा सुटिङ बिगारे क्या आज फर्स्ट टाइम हो नि त भाइ ल गाइज त्यस्तो नभन्न सबजनालाई माया छ सबजनाले थाहा पाइहाल्छ सपोर्ट गरिदिनु पर्यो मेरो तर्फबाट पनि माया छ फेरि सबैजनालाई सबजनाले सपोर्ट गरिदिनु पर्यो सपोर्ट नगर्नेको त फेरि म अनुहार कुचाउँछ फेरि लाइक सब्सक्राइब एन्ड कमेन्ट पनि गरिदिनु पर्यो गाइज सबजनालाई बाई बाई माया छ है फेरि कमेन्ट